ये हो डाँड बनाउने तरिका, लोकल रक्सी बनाउने तरिका। ग्यासबाट टमाटर खेती यो कुण्डालाको है, यो अलिक पहिला रोपेको यो, त्यो भएर यो खाली खाली हुँदै गयो। पछि रोपेको त्यो भन्दा, त्यो टन्डेलाको भन्दा पछि रोपेको अलिकति यो छ केही मात्रामा। यो फर्ममा हाँसको बच्चा, हाँस पनि पालेको छ भित्रबाट, झन्डै 1 केजी चाहिँ नि तिहारको लागि मैले रोपेको हो। तर अहिले तिहार भन्दा अगाडि नै फुल्ने भयो भने यो चाहिँ नि तिहारको लागि नहुने हो। यो कृषि फर्म, चिसोपानी कृषि फर्म, वडा नम्बर 13, 2 किलो मनको नजिकै पर्छ। यहाँ विभिन्न किसिमको तरकारीहरू उत्पादन गरिरहेको छ। अब म देखाउन गइरहेको छु। यो हो 12 नम्बर टन्डेलाको काउलीको उत्पादन। 4, 5, 6, 7, 8, 9, 10 सम्मको टन्डेलाको काउली। लेटेस्ट साग भर्खर उत्पादन भइरहेको थियो। यो झन्डा अहिले 1 हप्ता भयो। 45 दिनपछि यो खान तयार हुन्छ। यो मात्र यो सारेको मेवाको बोट। काउली अब 1 महिनापछि तयार हुन्छ। यो हो मेवाको बोट। यो मेवा लगाएपछि 1 सालपछि तयार हुन्छ, खानको लागि तयार रेडी। अब पाक्ने सुरु भइरहेको छ मेवा। खेती गर्ने तरिका यसरी डिलमा पनि हेर्नुहोस् त, काउलीको बेर्नाहरू सारेर मैले उत्पादनको लागि तयारी अवस्थामा अहिले खाली छ। यो भोलि नै हामीले यो जोतेर तयार गर्ने छौँ। ओ दिदीहरू, मैले घाम लागेन भनेको। खाना भयो? खाना भयो? खाएन, पकाएको पनि छैन। हजुर, ढिलो खान्छ दिदी। तिहारको लागि रोपिरहेको छ यो फुलहरू। सब काउली खेती।